नमस्कार दर्शक महानुभावहरू, तपाईँ अहिले हेर्दै हुनुहुन्छ मकराद नेपाल टिभी। हामी जहिले पनि समसामयिक विषयमा देशको परिस्थिति, राजनीतिक अनि त्यसपछि आएर अन्य विकृति र सही र गलत यस्तै कुराहरूमा केन्द्रित रहेर हामी यहाँहरूसम्म चाहिँ भिडियोहरू लिएर आइरहने गरेका छौँ। र आज यसै सन्दर्भमा एकजना यहाँ जो चाहिँ शोषण विरुद्ध लागिरहनु भएको छ, यस्तो वित्तीय शोषणको विरुद्ध एउटा जागरण अभियान चलाइरहनु भएको छ। भन्नै पर्दाखेरि वित्तीय साक्षरता जागरण समाज नेपालका अध्यक्ष रमेश तामाङ हुनुहुन्छ। उहाँसँग ठ्याक्कै अहिले हामी भेट भयो। उहाँसँग कुराकानी गर्ने हामी कोसिस गर्नेछौँ। नमस्कार। नमस्कार। यहाँलाई मकराद नेपाल टिभीमा स्वागत छ। धन्यवाद। मैले भनिहालेँ, यहाँहरू त अब वित्तीय साक्षरता जागरण समाज नेपालका अध्यक्ष हुनुहुन्छ। फिलहाल के गर्दै हुनुहुन्छ? हाल देशमा भएको वित्तीय समस्याको विषयमा अन्यायको विरुद्धमा आवाज उठाउँदै हामी अगाडि बढिराखेका छौँ। र यो सिलसिलामा अहिले हामी लघुवित्त पीडित, ब्याङ्क पीडित, सहकारी पीडितहरूको विषयमा हामीले बुलन्द आवाज उठाउँदै विगत लामो समयदेखि आन्दोलन पनि गऱ्यौँ र संस्थागत वैधानिक रूपमा न्याय प्राप्ति दिलाउनका निम्ति अहिले चाहिँ हाल हामी देशव्यापी रूपमा जिल्ला समिति, कार्य समिति चाहिँ कार्यक्षेत्र विस्तारको अभियानमा छौँ। र त्यो सँगसँगै हामी यही आउने आइतबार हामी चाहिँ यो काठमाडौँमा भएका सहकारी ठगी, जो चाहिँ सहकारी बचतकर्ता पीडित नागरिकहरूको अर्थात् सहकारी बचतकर्ताहरूको बचत फिर्ता नभएर सहकारी सञ्चालकहरू भागिसकेपछि निकै लामो समयदेखि यो समस्या पनि यथावत रहिराखेको अवस्थामा हामीले चाहिँ काठमाडौँ महानगरपालिका वडा नम्बर 14 नम्बर वडाले जसरी यो जाँदो महिनाको 26 गते हजुर जो चाहिँ कल्याण छोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को अफिसमा घर खाली गराउनका निम्ति जसरी चाहिँ पत्रचार गरेर टाँसिराखेको छ, वडाले चाहिँ घर खाली गर्नका निम्ति जसरी यदि खाली नगरे हामी नगर प्रहरी लगाएर खाली गर्छु भनिराखेको छ। हामी त्यसैको तयारीमा र त्यो घर खाली गर्नु हुँदैन। त्यो घर खाली गरिसकेपछि फेरि सहकारी बचतकर्ताहरूको चाहिँ प्रमाण नष्ट हुन्छ। त्यस कारणले गर्दा त्यो घर खाली गर्नु हुँदैन र त्यो घर खाली नगर्नुहोस् भनेर चाहिँ हाम्रो संस्थाबाट अनुरोध गर्नका निम्ति हामी अहिले वडा कार्यालय, कालीमाटी इलाका प्रहरी कार्यालय र त्यसै घरमा वडाले जो चाहिँ एउटा खालको पत्र टाँस गरिएको छ 7 दिनको, हामी त्यसै सँगसँगै पनि हाम्रो संस्थाको पनि पत्र टाँस गर्नको निम्ति हामी लागिराखेका छौँ र त्यसको तयारीमा जुटिराखेका छौँ। अब यहाँहरूको भनाइ एकतर्फी रह्यो, अर्कोतर्फी फेरि घरबेटी पनि त मार्कामा होला नि त, भाडा। यो समस्या धेरै छ। यो समस्या राजेन्द्र प्रसाद श्रेष्ठ जो चाहिँ घरधनी पनि उहाँ आफै हुनुहुन्थ्यो र सहकारी सञ्चालकको चाहिँ सञ्चालक समितिको अध्यक्ष पनि उहाँ हुनुहुन्थ्यो। घरधनी नै करिब उहाँको अध्यक्षतामा सञ्चालन हुँदै आएको कल्याण छोरी जो सहकारी संस्था चाहिँ 2 वर्ष, हजुर करिब 2 वर्षदेखि चाहिँ उहाँहरू चाहिँ तपाईँको चाहिँ सहकारी छोडेर जो चाहिँ मानौँ या चाहिँ सहकारी सञ्चालकहरू समग्र टिमहरू कर्मचारी लगायतका सबै तालाबन्द गरेर 50 लाखभन्दा माथि बचतकर्ताहरूको चाहिँ बचतहरू चाहिँ नदिकन हिनामिना गरेर चाहिँ फरार भएको अवस्थामा त्यसै घर चाहिँ एनआइसी एसिया ब्याङ्कमा चाहिँ जसरी चाहिँ धितो रहेको र त्यो दोस्रो पक्षले चाहिँ फरार भइसकेपछि जो चाहिँ घरधनी फरार या चाहिँ सञ्चालक समिति फरार भइसकेपछि एनआइसी एसिया ब्याङ्कले लिलाम गर्यो र फेरि दोस्रो व्यक्तिले लिलाम गरेर लिएर तेस्रो व्यक्ति अर्को व्यक्तिलाई बिक्री गरिसकेपछि अहिले त्यही तेस्रो व्यक्तिको निवेदनको आधारमा अहिले जसरी चाहिँ तपाईँको चाहिँ वडाले चाहिँ घर खाली गर्नको निम्ति जसरी एक फ्लाइट जसरी सहकारी संस्था तल्लो फ्लाइटमा जुन सम्झौता गरेका एउटा दिदी हुनुहुन्छ जो चाहिँ 15 लाख रुपियाँ राजेन्द्र प्रसाद श्रेष्ठले लिएर फ्लाइटको भाडा तिर्नु नपर्ने, त्यो 15 लाखको ब्याज पनि नतिर्ने भनेर 2 वर्षको चाहिँ 14 नम्बर वडा कार्यालयमा रहेर चाहिँ तपाईँको चाहिँ एउटा खालको जुन कागज गरिएको थियो, सम्झौता गरिएको थियो, त्यो सम्झौता 2 वर्षको थियो। अहिले 3 वर्ष कटिसक्दा पनि सम्पर्कमा नआइसकेपछि हामी वडा कार्यालयलाई यो सरसर्ती रूपमा बचतकर्ता या चाहिँ आर्थिक लेनदेन कारोबारमा अन्यायपूर्ण छ। त्यस कारणले हामी वडा कार्यालयलाई पनि ध्यानाकर्षण गराउन चाहन्छौँ र यदि
त्यो खालका चाहिँ तपाईँको चाहिँ प्रमाणहरू फेरि चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको बचत फिर्ता नपाउँदै प्रमाणहरू नष्ट गर्न खोजिन्छ भने हाम्रो संस्थाले त्यसको विरुद्धमा चाहिँ निरन्तर कानुनी रूपमा या चाहिँ तपाईँको चाहिँ भौतिक रूपमा हामी सबै ढङ्गबाट चाहिँ हामी लड्न तयार भएका छौँ र तयार गरिराखेका छौँ। जस्तो दुर्गा प्रसाईले 20 लाखसम्म ऋण निमिना गर्ने कुरा गरिरहेछ, यहाँहरू कति लाख गर्ने? यो नहुने अब यो चाहिँ तपाईँको यो आधिकारिक त नभएको जे भन्दा नि हुने हाम्रो नेपालमा जे भन्दा नि हुने जे बोल्दा पनि हुने। अब 20 लाखसम्मको ऋण मिना भनेर भनेको जुन आधारहरू अहिलेसम्म उहाँको आन्दोलनले चाहिँ तपाईँको चाहिँ कहाँसम्म प्राप्ति गर्यो भन्ने कुरा रहन्छ। जस्तै हामीले बोलिराख्दाखेरि जो दुर्गा प्रसाईले 20 लाखसम्मको ऋण मिना हुन्छ भनेर आम नेपाली वित्तीय पीडितहरू जसरी लागिराख्नु भएको छ, म यो भ्रममा नपर्नको निम्ति पनि म आग्रह र अनुरोध गर्न चाहन्छु। किनकि कसैले यति तिम्रो 20 लाख ऋण मिना गरिदिन्छ भनेर भन्दैमा तपाईँको ऋण मिना हुँदैन। त्यस कारणले गर्दा यस्तो भ्रममा नपर्नुहोस्। अब अहिले देखिहाल्नु भएको छ, विगत लामो समयदेखि 80 सालदेखि हामी 82सम्म आउँदै गर्दाखेरि उहाँको आन्दोलन, उहाँलाई राज्यले हेर्ने दृष्टिकोण, यो सबै चिजहरूलाई चाहिँ तपाईँको चाहिँ मध्यनजर गर्दै नजरअन्दाज गर्दै हामी चाहिँ वैधानिक रूपमा सङ्गठित भएर कानुनसँग चाहिँ तपाईँको चाहिँ एउटा मुकाबला गर्नुपर्छ। यदि कानुनले नदिएको संशोधन गर्ने जो चाहिँ अर्थनीति व्यवस्था नै बदल्नु छ भने हामी एउटा सङ्घर्षको तयारी गर्नुपर्छ र त्यसमा जुटेर मात्रै हामीले न्याय प्राप्ति गर्छ भन्ने म सम्पूर्ण आम वित्तीय पीडितहरूलाई विश्वस्त दिलाउन चाहन्छु। यहाँलाई धन्यवाद।